पर्सनल प्रेयर याद गर्नुहोस् है, म एक्जाम्पल सहित देखाउँछु। पर्सनल प्रेयर नानी बाइबल माथि उचाल्नु त। इट्स अ पर्सनल प्रेयर। जब तपाईले बाइबललाई उचाल्नुहुन्छ, बाइबलले तपाईलाई उचाल्छ। बाइबलको अर्थ, जब तपाईँ परमेश्वरलाई उचाल्नुहुन्छ, परमेश्वरले तपाईलाई पनि उचाल्नुहुन्छ। धेरै विश्वासीको गोजीभित्र बाइबल हुन्छ, यानि कि परमेश्वरको वचन गोजीमा छ, वचन लागू हुँदैन उसको जीवनमा। तर आज तपाईले परमेश्वरलाई इज्जत गर्नुभएको छ, परमेश्वरलाई उचाल्नु भएको छ भने यही बाइबलले तपाईलाई उचाल्छ। द्याट्स कल्ड अ पर्सनल प्रेयर। यो पर्सनल प्रेयर चाहिँ हामीमा हुनुपर्छ। हुन्छ, धन्यवाद नानी। पर्सनल प्रेयर चाहिँ हुनुपर्छ। अहिले मैले सोधेँ भने तपाईसँग बाइबल छ भन्दा कतिसँग छैन, फेरि कुरो त्यस्तो आउँछ फेरि, हो कि न? त्यही भएर म कोट्याउन चाहन्न कोसँग बाइबल छ भन्ने कुरा, तर मैले यो भन्न चाहन्छु, इट्स अ पर्सनल प्रेयर कि तपाईँलाई आज परमेश्वरले तपाईँले उचाल्नुहुन्छ, महिमा गर्नुहुन्छ, समय दिनुहुन्छ। एक दिन तपाईँलाई परमेश्वरले उचाल्नुहुन्छ। आमेन। यो बाइबल स्टडीमा सिकाइन्छ। यो कुरा आज मण्डलीमा सिकाइन्छ। बाइबल स्टडी मात्रै नभन्नु, मण्डलीमा सिकाइन्छ। यो कुरा एउटा पास्टर भएको नाताले म सिकाउँछु। यो भयो पर्सनल प्रेयर। जब पर्सनल प्रेयरमा तपाईँ एकदमै मजबुत हुनुहुन्छ, एकदम मिठो गरिकन तपाईँ अगाडि बढ्नुहुन्छ नि, त्यसपछि आउँछ कोर्पोरेट प्रेयर। दुईजना दाजुभाइ मलाई चाहियो। कोर्पोरेट प्रेयर भनेको के हो भन्दाखेरि चाहिँ एउटा भयो ठाडो संगति, परमेश्वरसँगको संगति, एउटा भयो तेर्सो संगति, भर्टिकल संगति, हराइजन्टल संगति। अघि भर्टिकल थियो, परमेश्वर तपाईसँगको संगति। बाइबल जति उचाल्नुहुन्छ, परमेश्वर जति उचाल्नुहुन्छ, त्यति नै परमेश्वरले तपाईँलाई उचाल्नुहुन्छ। त्यो भयो पर्सनल प्रेयर। अर्को छ हराइजन्टल, यानि कि तेर्सो संगति, जो हामी दाजुभाइ दिदी बहिनी बीचमा संगति गर्छौँ। त्यही पनि कुनै रिस राज बिना इगो सहित एक आपसमा अन्डरस्ट्यान्ड गरेर। हात उचालिदिनुहोस् त। यहाँ कसको हात उचालिएको छ? रणज्यूको कि डिकन हाम्रो केशव भाइको? कसको उचालिएको छ? कसको उचालिएको छ? दुवैजनाको। हालेलुया, ताली बजाउनु नि त। उहाँले के गर्नुभयो? केशव भाइले अब च्याप्प छोड्नु त, उहाँलाई च्याप्प पक्रिनु भयो। उचाल्नुहोस् त। दुवै उचालिए, दुवै उचालिए। आमेन। अच्छा, धन्यवाद धेरै धेरै। यसको मतलब के हो थाहा छ? संगति गर्दाखेरि इट्स अ कोर्पोरेट प्रेयर भन्छ। यो संगति गर्दा जति तपाईँको छेउको साथी, छेउको दाजु बहिनी दिदी भाइलाई संगति आउँदा उचाल्नुहुन्छ, त्यति नै ऊ उचालिन्छ। हामी नेपालीको बानी के छ? पिएचडी गर्नुपर्छ, सिकाउनै पर्दैन। त जन्मदेखि नै हामी नेपालीले जन्मदेखि नै खुट्टा तानेर राजनीति गर्न जानेको छौँ। त्यो सिकाउनु पर्दैन तपाईँलाई। त्यसै कारण संगतिमा चाहिँ के छ? कोर्पोरेटमा हामी अरूलाई उचाल्ने काम गर्छौँ, लिफ्ट अप गर्ने काम गर्छौँ, खुट्टा तान्ने होइन। त्यसै कारण बिना रिस राग बैर भैभव बिना रिस राग बिना हामी उहाँलाई उचाल्छौँ, हो कि न? गलाती 2:20 गलाती 2:20 म ख्रीष्टसँग क्रुसमा अब उपरान्त जिउने। मलाई उत्तर दिनुहोस्, अब उपरान्त जिउने म होइन भने चाहिँ म चाहिँ को हो त? होइन, म के छु त? जिउँदो छु कि मरेको छु? यस, बुझ्दै हुनुहुन्छ? फेरि एकचोटि भन्छु। गलाती 2:20 के भन्छ? म ख्रीष्टसँग क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन भने त म मरेको हो नि त। एकजना सुताउनु मन लाग्यो त लास लगाएर, है? अनि मिलेन। यहाँ लास छ अरे। लासलाई एक खानुहोस्, उठ्छ त? चोर हो भने रिसाउँछ। जब ख्रीष्टमा मर्छौँ नि हामी, रिस राग बैर सबै कुरा हट्नुपर्छ। किन अब उपरान्त म जिउने होइन, ख्रीष्ट ममा जिउनुहुन्छ। आमेन। यो कुरा चाहिँ हामीले जान्नुपर्छ। कुरो बुझ्नुभयो? त्यसै कारण पावलले के भन्छ? आफ्टर द डेथ अफ क्राइस्ट, येशू मर्नु भइसकेपछि के भन्दैछ? अब उपरान्त म जिउने होइन, ख्रीष्ट ममा जिउनुहुन्छ। ख्रीष्ट ममा जिउनुहुन्छ, म त मरेको हो नि त। अनि हामी आपसमा किन लडाइँ गर्छौँ? हामी किन इख लिन्छौँ? हामी किन आपसमा खुट्टा तान्छौँ?
किन हामी मिल्न सक्दैनौँ? लासले त के गर्छ? रिस पनि गर्दैन, जुलुको उठेर तपाईँलाई हान्दैन पनि, जति लास कसे पनि, जति रिस कसे पनि, तपाईँ थुके पनि के गर्छ? त्यो हलचल गर्दैन। त्यसै कारण ख्रिस्ट के हुनुपर्छ? ख्रिस्टमा हामी के हुनुपर्छ? मरेको अनि ख्रिस्ट ममा जिएको हुनुपर्छ। भनेपछि मेरो पुरानो मनुष्यता, मेरो पुरानो जीवन चाहिँ अब मरिसक्यो। अब ख्रिस्ट ममा जिउनुहुन्छ, यानि कि अरू कसैले तपाईँलाई देख्दाखेरि चाहिँ के गर्छ? ख्रिस्ट देख्छ। कुरो बुझ्नुभयो? अब यो कुरा चाहिँ हुन सकोस् मण्डलीमा। म कति यो कुरा सम्झाउँछु, तर मैले सम्झाउनु नसकेको हो या मैले बुझाउन नसकेको, उहाँले बुझ्न नसकेको, मलाई गाह्रो भइरहेको छ यहाँ बुझ्नलाई। अनि त्यो भइसकेपछि मलाई गाह्रो हुन्छ। त्यही कारण पहिला बाइबल बुझ्नुहोस्, बाइबलको बी तपाईँले बुझ्नुहोस्। बाइबलले पावलले यति मिठो भनेको छ, अब ख्रिस्ट ममा जिउनुहुन्छ भनेपछि त अरू अविश्वासीले हेर्दाखेरि त हामीलाई येशू देख्छ नि त, येशू देख्छ। त्यसै कारण म ख्रिस्टमा मरेको छु। मसँग रिस छैन, राग छैन, मसँग इगो छैन, मसँग केही प्रब्लमै छैन। म प्रेम गर्छु। त्यसै कारण हामी मिलेर कोर्पोरेट प्रेयरमा अघि हात उचाल्दा कस्तो भएको थियो? यसरी हाम्रो डिकन केशवज्यूले यसरी उचाल्दा रणज्यूको हात माथि गएको थियो। उहाँको पनि माथि पुग्यो, उहाँको पनि माथि पुग्यो। फेरि रणज्यूले के भयो? च्याप्पै पक्रेर उहाँ सँगसँगै माथि लानुभयो। त्यसै गरी हामी सङ्गतिमा यसरी नै माथि लानुपर्छ दाजुभाइ दिदीबहिनीलाई। आमेन। हामी यहोशू 1:8 हेर्नेछौँ। तपाईँले पठाउन सक्नुहुन्छ या त मलाई सुन्न सक्नुहुनेछ। यहोशू 1:8 हामी अध्ययन गर्नेछौँ। व्यवस्थाको यो पुस्तक तेरो मुखबाट हट्ने छैन। के छैन? व्यवस्थाको यो पुस्तक तेरो मुखबाट हट्ने छैन। माउथ, मुख, याद गर्नुहोस्, यही मुख हो प्यार गर्ने, यही मुख हो हामीले गाली गर्ने, यही मुख हो हामीले अरूलाई बदखुवाई गर्ने। बाइबलले के भन्दैछ? यही मुख हो जसमा तिमीहरूको व्यवस्थाको पुस्तक तेरो मुखबाट नहटोस् अनि तिमीहरूले दिन रात त्यसमा मनन गर्नु, यानी कि मनन गर्नु। माइन्ड, माउथ, माइन्ड, त्यसमा लेखिएका सबै कुरा गर्नलाई तिमीले ध्यानसित गर। एक्सन, एक्सन हो कि न? अहिले भर्खर हाम्रो सबैलाई भाइले भन्नुभएको थियो, त्यो व्यक्तिले 200 चोटि पढ्दा पनि अझै जानेको छैन। यानी कि एक्सन, आफू जिउँदै गर्दा कतिचोटि भुल गर्दो रहेछ, कति म पर्फेक्ट छुइनँ भन्ने थाहा छ। त्यसै कारण 200 चोटि बाइबल पढ्दा पनि स्टिल मैले जानेको छुइनँ। यो हुनुपर्छ हामी। त्यसपछि तपाईँले राम्रो सफलता पाउनुहुन्छ। यानी कि लेखिएको कुरा गर्नलाई तिमीले ध्यान दिन सक्छौ भने तिमीले सफलता पाउँछौ। यानी कि तपाईँले हाम्रो जीवनमा चाहिँ यति हो, माउथ, थुतुनालाई कन्ट्रोल गर्नु पर्यो, दिमागलाई कन्ट्रोल गर्नु पर्यो, एक्सनलाई चाहिँ के गर्नुभयो? परमेश्वरको वचनमा ल्याउनु पर्यो, अनि तपाईँको सफलता हुन्छ। बाइबलले यही भन्छ, म बाहिर गएको छुइनँ। तपाईँ व्यवस्थाको यो पुस्तक तेरो मुखबाट, यहाँ के भन्दैछ भने हिब्रू भाषामा लो यामुस मिपिका या लामोस मिपिका, लेट इट नेभर विथड्र फ्रम योर माउथ। यो मुखबाट कहिले नहटोस्। यसको मतलब स्पिक स्क्रिप्चर, यानी कि वचनलाई कन्टिन्युसली तपाईँले बोल्नुहोस्, कन्टिन्युस बोल्नुहोस्, नट ओकेजनली, नट ओकेजनली, कहिलेकाहीँ मात्र होइन, तपाईँ कन्टिन्युस। यसको मतलब व्यवस्थाको यो पुस्तक तेरो मुखबाट नहटोस् भनेको कन्टिन्यू तपाईँको मुखबाट चाहिँ बोलिरहनु पर्यो, बोलिरहनु पर्यो। यो पढ्नलाई दिएको होइन, यो अध्ययन गर्न र बोल्नलाई दिएको हो। कतिपय बाइबल के गर्छन् मानिसहरूले? सिरानी लगाएर सुत्छन् र यसलाई चाहिँ पढ्ने गर्छन्। अब हामीले साँच्चै नै उहाँले भने जस्तै 200 चोटि पढ्ने भन्दा हामी पढ्न सक्छौँ 6 महिनाभित्रमा, तर पढ्ने होइन, यसलाई अध्ययन गर्ने भन्छ। अध्ययन गर्ने, अध्ययन गर्नेले के गर्छ? प्रोक्लेम गर्छ। अध्ययन गर्नेले के गर्छ? बोल्छ। अध्ययन गर्नेले एक एक कुराहरू कोट्याउँदै त्यसलाई के गर्छ? मनमा, माइन्डमा राख्दै जान्छ, राख्दै जान्छ, अनि त्यसले फेरि पनि एक्सनमा ल्याउँछ, एक्सनमा ल्याउँदै जान्छ, अनि सफलता पाउँछ। जुन व्यक्ति परमेश्वरको वचनलाई मुखबाट हटाउँदैन, प्रोक्लेम गर्दै जान्छ, फाल्तु कुरा गर्दैन, जुन व्यक्तिले माइन्डमा परमेश्वरको वचनलाई राखिरहन्छ, जुन व्यक्तिले लिने मात्रै होइन तर एक्सनमा गरेर पनि देखाउँछ, त्यो व्यक्तिको सफलता निश्चित छ। यो बाइबलले भन्दछ। आमेन।
किनभने बोल्नुमा चाहिँ के भन्दैछ भने किन बाइबल बोल्नुपर्छ, वाइ टु स्पिक भन्दाखेरि चाहिँ बोल्नुमा चाहिँ विश्वाससँग अडिएको छ। आज हामीले कसरी बाइबलको बारेमा चिन्यौँ होला त? कसैले बोल्यो, कसैले बताइदियो हामीलाई। किनभने विश्वास सुनाइबाट आउँछ, विश्वास सुन्नको लागि कसैले बोल्नु पर्यो। त्यसै कारण वाइ यु स्पिक इज द्याट बाइबल किन पढ्ने भन्दा बोल्नु विश्वाससँग जोडिएको छ। रोमी 10:10 भन्छ, मानिसले आफ्नो हृदयले विश्वास गर्छ ऊ निर्दोष ठहरिन्छ, जसले आफ्नो मुखले स्वीकार गर्छ उसले उद्धार पाउँछ। त्यसै कारण बाइबल बोल्नु, पढ्नु मात्रै होइन, बोल्नुमा चाहिँ किन छ भन्दाखेरि बोल्नुमा विश्वास जोडिएकोले गर्दाखेरि तपाईँ बोल्नुहोस्, बाइबललाई बोल्नुहोस्, बाइबलका पदहरू बोल्नुहोस्, प्रोक्लेम गर्दै जानुहोस्। तपाईँको मुखबाट चाहिँ अरू शब्द कहिले पनि नआओस् जसले मानिसलाई हर्ट गर्छ, जसले मानिसलाई लडाउने काम गर्छ, मानिसलाई मन दुखाउने काम गर्नुको साटो तपाईँले बाइबलको पदहरू प्रोक्लेम गर्नुहोस्। अर्को छ स्पिकिङ चाहिँ बोल्नु चाहिँ अधिकारसँग जोडिएको छ। त्यसै कारण तपाईँको एउटा कुराले मानिसहरू मन दुखाउँछ, भोलिदेखि चर्च आउँदैन। कारण त्यो के भने जीवन र मृत्यु, यानी कि हितोपदेश 18:21 भन्छ जीवन र मृत्युको शक्ति चाहिँ जिब्रोमा छ र त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानुपर्छ। यानी कि हाम्रो जिब्रो जसको हाड छैन, हड्डी छैन, त्यसले जीवन र मृत्युको शक्ति चाहिँ जिब्रोमा हुन्छ। त्यसै कारण बोल्नुको अर्थ चाहिँ यानी कि अधिकारसँग जोडिएकोले गर्दा सोचेर बोल्नुहोस् अनि सोचेर तपाईँले बोल्नुपर्छ। अर्को चाहिँ बोल्नु चाहिँ ध्यानसँग जोडिएको छ। भजन सङ्ग्रह 1:2 परमप्रभुको व्यवस्थामा त्यो खुसी रहन्छ, त्यसले दिनरात उहाँको व्यवस्थालाई मनन गर्छ। जसले मनन गर्छ, जसले बोल्छ, जसले प्रोक्लेम गर्दै जान्छ उसको जीवन चाहिँ के गर्छ, मेडिटेसनमा जोडिएको हुन्छ। उसले जहिले पनि मनन गर्ने गर्छ, जहिले पनि परमेश्वरको वचन मनन गर्ने गर्छ, किनभने उसको जीवन चाहिँ व्यवस्थामा मनन गर्ने बानी रहन्छ र ऊ खुसी रहन्छ। अर्को चाहिँ बोल्नु आध्यात्मिक युद्धसँग जोडिएको छ। आध्यात्मिक येशू कहाँ हुनुभएको छ, त्यो परीक्षा पर्नु भएको छ भने मत्ती 4 लेखेको छ। मत्ती 4 उहाँ परीक्षामा पर्नुभयो। येशू बोलिसकेपछि राक्षसलाई 1 लात हान्नुभयो, 1 झापड हान्नु भएन, उहाँले बोल्नुभयो, अधिकारसँग बोल्नुभयो। यो चाहिँ आध्यात्मिक युद्ध हो। त्यसै कारण जहिले पनि हामीले आध्यात्मिक युद्ध हामीले लड्नुको लागि बोल्नुपर्छ। तर हाम्रो जीवनमा चाहिँ किन चाहिँ दुष्ट आत्माले सताउँछ, किन चाहिँ आज हामी आफै पछाडि परिरहेको छौँ, किन चाहिँ आज हामी चर्च आउनु मन हुँदैन, किन चाहिँ आज हामीले आफ्नै कारणले हामी ब्याकस्लाइड भइरहेछौँ, हो कि न? त्यो कुरा हामीले बुझ्नुपर्छ। फेरि पनि म एक्जाम्पल दिन्छु। 2 जना दाजुभाइले आउनु होला अगाडि। बाइबल अनुसार कुरा गर्नुहोस् ल तपाईँहरूले। ल उहाँ चाहिँ भूत प्रेत लागेको व्यक्ति है, मानिलिनुहोस्। उहाँ चाहिँ भूत प्रेत लागेको व्यक्ति, दुष्ट आत्मा लागेको छ। उहाँ चाहिँ अलिकति अल्छे अलिकति मुखको यो दिइहाल्ने, माफ गर्नु ल मैले एक्जाम्पल, अनि अलिकति के अरे बाइबल त म पकेटमा हालेर हिँड्छु भन्ने जस्तो व्यक्ति उहाँ हुनुहुन्छ है। चर्च पनि रेगुलर आउनुहुन्न, कसैले 2 शब्द बाइबलको बारे देखायो भने उसले 10 शब्द भनिदिन्छ सपोज। रेगुलर पनि हुनुहुन्न, असन्तुष्टि प्रकारको हुनुहुन्छ। अब भन्नुहोस् तपाईँले मलाई, बाइबलले जब बोल्नु भनेको छ हैन, प्रोक्लेम गर्नु, उहाँको दुष्ट आत्मा हटाउन सक्नुहुन्छ तपाईँले? बाइबलले के बताउँछ? जब तपाईँ बोल्नुहुन्छ परमेश्वरको अख्तियार सहित त्यो दुष्ट आत्मा भाग्नेछ। करेक्ट? त्यसो उहाँ निको हुनुभयो, निको हुनु सक्नुहुन्न। जब दुष्ट आत्मा लाग्छ परमेश्वरको वचनलाई अख्तियार साथ हामीले हटिजा भनेर बोल्यौं भने त्यो हट्नेछ। उहाँ निको हुनुभयो। बाइबलले उहाँको लागि के भन्छ? छ केही छैन। अब हटिजा भने दुष्ट आत्मा छैन। मैले भन्नु खोजेको मानिसहरू ब्याकस्लाइड किन हुन थाल्छ? यो कारणले
म बाइबल जान्दछु, म सबै कुरा जान्दछु, मलाई आउनु मन छैन, म आउँदिनँ, मलाई यो गर्नु मन छैन, मैले जानेकै हो, तर दिनरात उसले मनन गरेको हुँदैन। त उहाँको सोलुसन चाहिँ के हो त? त्यो भन्न खोजेको मैले। आज मण्डलीमा प्राय यसो हेर्नुहोस्, बरु उहाँ मण्डली निको भएर आउनु होला, उहाँ आउनुहुन्न। किन? उहाँले आफ्नो बुद्धि प्रयोग गर्नुहुन्छ, बाइबललाई साइड गर्नुहुन्छ, अनि उहाँले चाहिँ आफ्नो अब भोलि मलाई मन आएन, मलाई अगुवाई नै भएन भनेर बसिदिन्छ। बिरामी पनि छैन। अब त्यस्तोको उपचार त बाइबलमा के छ? केही छैन। बरु दुष्ट आत्माले एकदम छोताएको छ, दुष्ट आत्माले पुरै गरेछ भने कमसेकम अग्रजहरू बोलाएर हामीले अख्तियार सहित प्रार्थना गरेर हटी जा येशूको नाममा भने चाहिँ हट्छ नि। तर उहाँलाई चाहिँ कसरी गर्ने त? त्यसै कारण मण्डली आज मण्डलीमा ग्रोथ नहुनुको कारण चाहिँ आफ्नो शरीरको कारणले। त्यसै कारण पावलले भन्छ म सक्दो सध्याउँछु आफ्नो शरीरलाई, यस्तरी हान्छु, सक्दो सध्याउँछु। कारण भनेको के हो कि कन्ट्रोल हुँदैन। शरीरले जस्तो भन्छ हामीले आत्मा अनुसार चल्नु पर्नेमा हामी शरीर अनुसार चल्छौँ। हुन्छ, धन्यवाद। बाइबल पावलले के भन्दछ? वक इन स्पिरिट नट इन फ्लेस। हामी फ्लेसमा हिँड्दछौँ, फ्लेसमा हिँडेको छौँ। अब उपाय छैन। लु भन्नुहोस् त, यहाँ मैले जुन एक्जाम्पल दिएँ यहाँ उपाय छ? के चाहिँ गर्नु सक्नुहुन्छ? ल, जतिसुकै बाइबल हानेर भने पनि भाइ यस्तो छ उस्तो छ भने उसले बुझ्दैन, किन ऊ लिन चाहँदैन। हो, मण्डलीमा समस्या भनेको यहाँ एउटा यस्तो छ, भूत प्रेत आओस्, दुष्ट आत्मा लागेको जतिसुकै आओस् निकाल्न सकिन्छ, किनभने हामीसँग अख्तियार छ। हामीसँग अख्तियार छ, यसलाई अगाडि बढाउने हो अख्तियारमा, अनि यीशुको नाम अनि जान्छ। तर ऊ आफै नै बाइबललाई पछाडि हालेर गोजीमा हालेर लिन्छ भने त्यो व्यक्तिलाई परिवर्तन गर्न सकिँदैन। कुरो बुझ्दै हुनुहुन्छ? आफ्नो शरीरलाई जब बसमा राखेर चाहिँ आत्माबाट काम गर्न थालेपछि बल्ल त्यो व्यक्तिलाई अघि हात समातेर उठाले जस्तो त्यो व्यक्तिलाई उठाउँछ। गर तिमी भाइ म छु, गर तिमी भाइ म छु। आज बाइबलले यही गरेको छ। आऊ सबैजना, सबैले बाइबल सिक्नुपर्छ, जान्नुपर्छ। तिमी पनि आऊ, यहाँ नाच, तिमीले परमेश्वरको महिमा गर, एउटा शब्द बुझ, एउटा शब्द बुझेर जाऊ, आऊ भनेर यसरी हात उठाउने काम गरेको छ। आमेन। यो कुरा बाइबल यो मण्डलीमा सिक्नुपर्छ। जसको हातै उठ्दैन, जसले चाहिँ मै जान्दछु, मैले सबै कुरो गरेको छु, तर म आफ्नै पाराको छु भन्ने भने त्यो व्यक्तिलाई परिवर्तन गर्न गाह्रो पर्छ। यु सुड नो द बाइबल। परमेश्वरले गर्नुभएको त्यो बलिदानलाई बुझ्नु जरुरी छ। परमेश्वरले गर्नुभएको प्रेमलाई हामीले बुझ्नु छ। त्यसै कारण यहाँ भन्दछ यहोशूले के भन्दछ भने त्यो मुखमा वचनहरू यसरी बोल कि बोल्दै जाँदाखेरि चाहिँ मुख एक्टिभेट हुन थाल्यो। एक्टिभेट, फेथ, विश्वास एक्टिभेट। तिमीहरूको मुखबाट जब बोल्छौ नि विश्वास एक्टिभेट हुनुपर्छ भन्ने कुराहरू चाहिँ यहोशूले भन्दछ। किनभने जब हामीसँग डर, हामीसँग अनिश्चितता, हामीसँग दुःख, हामीसँग विरोध आउँछ, त्यति बेला मुखले परमेश्वरको वचन बोलेर त्यसलाई के गर्ने? हटाउने। यहोशूले के गर्नुभयो? इट इज रिटन। परमेश्वरले के भन्नुभयो जब परीक्षा हुने हुँदैन? के अरे बाइबलमा यसरी लेखिएको छ, व्यवस्थाको पुस्तकमा यो लेखिएको छ भनेर उहाँले बाइबल कोट गर्नुभयो। आमेन। त्यसैगरी बोल्दाखेरि चाहिँ तपाईँको वचन चाहिँ बोल्दाखेरि चाहिँ तपाईँले आफ्नो सोचलाई आकार दिनुहोस्, तपाईँको आफ्नो कार्यलाई आकार दिनुहोस्। अस्ति नै हाम्रो पास्टरजी आउनुभएको छ साउदीबाट, उहाँले के भन्नुभयो? विश्वास। जब विश्वास बोलिसकेपछि आकार दिनुपर्छ। आशा राखिएको अनिश्चितता भनेर भन्नुभएको थियो नि, विश्वास। जब विश्वास छ भने हुन्छ भनेर चाहिँ दाबी गर्नु पर्यो। भित्रबाट चाहिँ अविश्वास लिएको छ तर बोल्छ तर हुँदैन। त्यसैकारण वचन जब तपाईँले बोल्नुहुन्छ, कुनै पनि बोल्नुहुन्छ, तपाईँको सोचलाई आकार दिनुहोस्। हुन्छ, किन हुँदैन? प्रभुमा प्रार्थना गरौँ, हुन्छ। यस्तो कुराले भाइ तिमी दुःखमा रहेछौ, दुःख नमान, परमेश्वरले सहायता गर्नुहुन्छ, पर जुटाउने परमेश्वर तपाईँ हुन्छ। हामी प्रार्थना गरौँ, विश्वासका साथ तपाईँले प्रार्थना गर्नुहोस्, त्यसलाई एक्टिभेट गर्नुहोस्, अनि त्यो सोचले पनि आकार लिँदै जान्छ। हो त दाइ, हिजोदेखि मलाई शान्ति पाएको छु, बिस्तारै बिस्तारै ऊ निको हुँदै जान्छ, बिस्तारै बिस्तारै हरेक कुरा पाउँदै जान्छ, त्यसले आकार लिँदै जान्छ। हो कि न? एउटा कुरा बताउनुहोस् मलाई,
परमेश्वरले सारा सृष्टि, यो सारा आकाश इटा सिमेन्टले बनाउनु भएको? केले बनाउनु भएको? मुखको वचनले। कति डह्रो छ। के भएको छ? मुख बोले यसरी यसरी, पृथ्वी के अरे आकाश बनिजाऊ भन्दाखेरि आकाश आकाश आकाश। अब त्यो साउन्ड ट्राभल गर्दै गर्दै एउटा आकार लिएको छ। यो जुन चाहिँ मुखको बोली छ नि, यति डह्रो छ कि त्यसले आकार लिन्छ। तब विश्वासका साथ तपाईँले गर्नु पर्यो। त्यही भएर त 20 वर्ष अगाडि बोलिएको जति पनि तपाईँलाई प्याच्चे बोलेको मान्छेले गाली गरेको कहिले नबिर्सिनु कारण त्यो तपाईँको बोली जब बोल्नुहुन्छ नि, जाँदै गर्दाखेरि त्यसले आकार लिन्छ। त मान्छे त खत्तम 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 सिधै आकार लिन्छ। अनि त्यो भएकोले गर्दाखेरि तपाईँले बोल्नुहुन्छ, आफ्नो सोचलाई आकार दिनुहोस्, आफ्नो कार्यलाई आकार दिने गरी तपाईँले बोल्नुहोस्। अर्को छ दिन रात मनन। अब म सकिसकेँ, 5 मिनट मात्रै लिए, म बढी गर्न सक्दिनँ, यति मात्रै म गर्नेछु। दिन रात तपाईँले त्यसलाई के गर्नु? मनन गर्नु। दिन रात मनन गर्नु भनेको चाहिँ हग्गाई के अरे यशाया 31 को 4 ले के भन्छ भने, परमप्रभुले मलाई यसो भन्नुहुन्छ, जसरी चाहिँ के गरेछ भने सिंह, जसरी चाहिँ के गरेछ सिंहले अथवा ठुलो सिंहले आफ्नो शिकारमाथि घुर घुर गर्छ र त्यसको विरुद्धमा गोठालाका सम्पूर्ण दल उठे तापनि तिनले कराई कराई त्यो डराउँदैन, न त त्यसलाई हल्लाले न त त्यसलाई विचलित पार्छ। त्यसैकारण सर्वशक्तिमान परमप्रभु सियोन पर्वत त्यसका डाँडाको लडाई गर्नलाई ओर्लिनुहुन्छ। आमेन। अब यहाँ लेखेको के छ भन्दा, यहाँ मनन गर्नुपर्ने कुरा चाहिँ के छ? दिन रात मनन गर्नु, दिन रात मनन गर्नु। सिंहले आफ्नो आहार भेटाउँदाखेरि गरेपछि तपाईँले छुनु दिँदैन। करेक्ट? यहाँ पनि त्यस्तै भनेको छ। हिब्रू भाषामा हागा यानी कि चपाउनु, गर्जनु, भित्रबाट चाहिँ एकदमै गर्जेर चाहिँ त्यसलाई चाहिँ च्याप्प समाउनु, दिन रात मनन गर्नु, त्यसलाई भन्छ मनन गर्नु, फोकस्ड गर्नु। आज सिंहले जसरी आफ्नो चारोलाई, आफ्नो आहारलाई जसरी छुन दिनेन, सानोमा केटाकेटीले हामीले सानो मिठाई पाउँदाखेरि कसरी छुइदियो भने रुइहाल्ने होइन? मामा लगे त्यसले मलाई चाहियो भने उसले आफ्नो बनाउनु खोज्दैछ। त्यसरी सिंहले पनि के गर्छ? गर्जिन्छ। लेखेको छ यहाँ यशाया 31:4 मा, घुर्छ, उसले कुनै पनि खाना दिनेन, किनभने यो वचन पनि त्यस्तै गरी खानुपर्छ। हो कि? तपाईँ 5 मिनट मात्रै पढ्नुहोस् त, के हुन्छ? हो, त्यही टिचिङ दिँदैछु। हुनु हुँदैन नि त, यस्तो हुनु हुँदैन। बाइबलमा लेखेको यहोशू 1:8 मा लेखेको दिन रात मनन भनेको चाहिँ यस्तो हुनुपर्छ। यस्तो कसैले आहारा छोस् त। त्यसैले तपाईँ अनि हाम्रो जीवनमा चाहिँ मनन गर्ने कामहरू चाहिँ एकदम फोकस्ड हुनुपर्छ। तपाईँ हाम्रो निद्रा लागेर पनि बाइबल खोल्छौँ, अनि निद्रा लाग्ने दबाई सुतिहाल्छौँ। यो कुरा त साह्रै भयो त, यो त राम्रो होइन त। कसैले विचलित पार्नु सक्दैन उसलाई। एकचोटि गर्जिएपछि छेउछाउको मान्छेहरू तर्सिन्छ, छुनु हुँदैन। अनि तपाईँ अनि हाम्रो पढाइ र मनन गर्ने पनि यस्तै हुनुपर्छ। अबदेखि बाइबल पढ्नुभयो भने निद्रा लाग्ने गरी, हाय आउने गरी हुनु हुँदैन। तपाईँ यो बाघलाई सम्झिनुहोस्, पास्टर बुवाले यसरी हामीलाई पढाएको छ, बाघ जस्तो गर्जिएर चाहिँ म पढ्छु भनेर पढ्नुपर्छ। लोकसेवा कसले पढ्नुपर्छ? कसैले। त्यही भएर नबुझ्नु भएको होला। लोकसेवा कसैले पढेको देख्नुपर्छ? आफूलाई भित्र राखेर कुनामा राखेर पढेको छ लोकसेवा आयोग। दिन रात पढेको किताब त्यही पढेको छ। लोकसेवा आयोग लड्ने व्यक्तिलाई सोध्नुहोस् कसरी पढेको छ। मैले आफ्नो खुद दाजुलाई देखेको छु। लोकसेवा आयोग खाना पानी दाना पानी केही छैन, बाहिर घुम्नु सुम्नु केही छैन, चाडपर्व केही छैन, दिन रात घोटेको अनि मैले प्रश्न सोध्दा भाइ भन्थ्यो, सोधेको हरेक इतिहासदेखि लिएर जोग्राफीदेखि लिएर हरेक पढ्नुपर्ने। त्यस्तै दिन रात मनन गर्नु भनेको चाहिँ यसरी मनन गर्ने, गर्जिने गरी जसरी आफ्नो आहारा कसैलाई दिनेन, फोकस रहेर विचलित नभएर आफ्नो स्वामित्वमा लिने काम चाहिँ मनन हो। त्यसलाई चाहिँ
अब पास्टर बुवाले भन्नु बाइबल पढ्नु भनेर यसो पढ्छु भने यसो हेर झप हुन्छ कति 5 मिनट है यति ठुलो भएर सक्यो प्रभु तपाईँलाई धन्यवाद सुतिहाल्छ यो पाराले अनि कसरी बाइबल बुझ्नुहुन्छ यो बाइबल बुझ्दै सक्नुहुन्न त बुझ्नको लागि चाहिँ यसरी चाहिँ हुनु पर्यो जसरी लायनले के गरेछ आफ्नो आहारालाई चाहिँ जसरी उसले लिन्छ कसैलाई दिनेन त्यसलाई झम्टिन्छ अनि उसले खाइसकेपछि बलियो हुन्छ आज हामी ईसाई बलियो नहुनु कारण के हो थाहा छ यसरी नखाएर वचनहरू नखाएर यसरी अनि कसैलाई सोध्यो भने मलाई सिकाइरहनु पर्दैन भन्छ त्यसैले बाइबल स्टडी आवश्यकता छ वचन बुझ्न आवश्यकता छ यो कुरा तपाईँले लिनु होला अब सकिसके मैले र अर्को कुरा हामीले यहाँ हेर्दै गर्दाखेरि सबै लेखिएका कुराहरू गर्नमा तिमीले ध्यान दिन सक्छौ अब आयो माउथ प्रोक्लेम गर्ने मनन म तपाईलाई 4 वटा पी दिन्छु तपाईलाई सजिलो जसले इंग्लिश बुझ्नुहुन्छ दिनरात मनन गर्ने तपाई पुस्तक तेरो मुखबाट हट्ने छैन प्रोक्लेम 1 पी सेकेन्ड पी इज यहाँ लेखेकोलाई मनन गर्नु पोन्डर थर्ड पी इज प्र्याक्टिस एक्सनमा ल्याउने अनि लास्टमा चाहिँ सफलता प्रोस्पर भनेको चाहिँ सफलता प्रोस्पर भनेको चाहिँ धेरै फल्नु त्यो भएकोले गर्दाखेरि चाहिँ एउटा पी प्रोक्लेम गर्ने व्यवस्थाको त्यो पुस्तक तेरो मुखबाट कहिले नहट्ने जहिले पनि प्रोक्लेम गरेको गरे गर्ने जसरी तपाईले अरूलाई गाली गर्दा जुन गरेर निकाल्नुहुन्छ त्यो बलले परमेश्वरको वचनलाई प्रोक्लेम गर्ने अर्को कुरा दिन रात मनन गर्नुलाई पोन्डर मनन इंग्लिशमा PONDR पोन्डर भनेको मनन गर्ने दिन रातसँग अर्को कुरा लेखेका सबै कुरालाई ध्यानसित के गर्ने प्र्याक्टिसमा ल्याउने एक्सनमा ल्याउने P फर प्र्याक्टिस P प्रोक्लेम P पोन्डर P प्र्याक्टिस अनि लास्टमा यो सबै गरिसकेपछि सक्सेस तपाईको जीवनमा सफलता त्यसलाई भन्छ प्रोस्पर कुरो बुझ्नुभयो त्यसैकारण आजदेखि हाम्रा यो के हो वचन बोल्नुहुन्छ मुख हो अरू कुरा बोल्नुहुन्छ थुतु न हो फेरि है वचन बोल्नुहुन्छ यो मुख हो बोल्नुहुन्न र गाली दिनुहुन्छ भने चाहिँ यो थुतु न हो त्यसैकारण यसलाई चाहिँ के गर्नु पर्यो अब प्रोक्लेम परमेश्वरको वचन जहिले पनि अनि अर्को चाहिँ दिन रात मनन गर्ने त्यो बाघले आफ्नो सिकालाई झम्टे मनन गर्ने गरेर निदाउने होइन फेरि हो लाग्छ निन्द्रा लाग्छ धेरै हामी 12 घण्टा 13 घण्टा काम गर्छौं तर निन्द्रा निदाउनुस् बाइबलले त्यो कुरा भनेको छैन कि यसो हेरेर पढेर निदाउनु भनेको छैन भित्र पसेर चाहिँ एकदमै भन्दैछ त्यसपछि आएर हाम्रो एक्सनमा जीवन शैलीमा ल्याउनुस् अनि त्यो व्यक्तिले मात्र के गर्छ सफलता ल्याउँछ आमेन समयको कारणले धेरै जान सकिन आउनुस् प्रार्थना गरेर सबैजना उठ्नेछौं अब त्यसपछि हामी भोजन पनि लिनेछौं हामीसँग समय छैन आउनुस् हामी प्रार्थना गरौं महिमाको योग्य परमेश्वरलाई म तपाईलाई धन्यवाद दिन्छु आज यहोशू 1:8 अनुसार हामीले वचनहरू पढ्ने मौका पायौं जसमा हामीले साँच्चै नै प्रभु वचन चाहिँ आफ्नो मुखबाट चाहिँ मुखबाट चाहिँ वचनहरू निस्कोस् अनि तर यी